Hello guys, welcome back to my channel. It's me Uran Sharpa. I hope you all are doing good. I'm here after a long gap. मैले तपाईलाई अलरेडी भने अब म छुट्टी पाउँदिन, बिजी हुन्छु भनेर. सो आज चाहिँ छुट्टी छ अनि डाइरेक्ट मेरो मात्रै छुट्टी हैन, कम्पनी नै बन्द छ, कम्पनीले छुट्टी दिनु भएको. सो आज चाहिँ म आफ्टर नट आफ्टर लाइक 8 months पछि चाहिँ आई एम कुकिङ हैन. किनभने म पहिला when म काम गर्थिनँ, जब गर्थिनँ, त्यति बेला म घरमा खाना बनाउँथेँ. सो मेरो ड्युटी थियो लन्च बनाउने. सो टुडे आई विल बी कुकिङ. र सिक्दै गएको काम गर्नु. यहाँ मेरो दाल, यहाँ मेरो भात पक्दैछ. यो गाइज मैले खाना बनाइसकेँ. दाल र भात मात्रै बनाउनु थिएछ, सब्जी अलरेडी थिएछ. सो दाल र भात बसाएर म आएको छु. गाइज म चाहिँ भर्खर सुतेर उठेको. दिउँसो तारा हेरौँ भनेको थिएँ टिभीमा, जाडो भएर हेर्नु सकिनँ. त भर्खर सुतेर उठेको. अब चाहिँ रामेन बनाउँछु, रामेन खान आँटेको. सो हेर्नु होला. मेरो बहिनीको लागि कम्ती पिरो नै भएछ, किनकि म ज्यादा पिरो खान्दिनँ. ज्यादा पिरो खानु पनि सक्दिनँ. अनि मेरो हेल्थ इस्यु नै त्यस्तो छ कि पिरो खानु पनि हुँदैन मैले. गाइज भर्खर रामेन खाइसकेको. अब चाहिँ हामी एकछिन सुकियाको सफारी गर्नु जान्छ भनौँ होइन, डुल्नु जान्छ एकछिन आज छुट्टीमा. यो चाहिँ हो डिपो जहाँ चाहिँ मेला लाग्छ दशहरा दिवालीको टाइममा. अन्त यो उकालो गयो भने चाहिँ माउन्टेन देख्छ मजाको, तर घाम लाग्यो भने मात्रै देख्छ. म चाहिँ खास त्यही देखाउन आएको थियो. अनफर्चुनेटली बाहिर त पुरा फगी पो रहेछ. हाम्रो घरतिर पनि मतलब हाम्रो घरबाट पनि देख्दै थियो फगी लागेको, तर बाहिर निस्किँदा चाहिँ फगी हुन्थेन अरू बेला. आज चाहिँ फगी लागेछ. एकजनाले यहाँ भन्यो मलाई फगी हुँदैन भनेर, यसले फगी हुँदैन भनेर भन्यो. अन्त हामी चाहिँ आयौँ हिँड्दै, तर यस्तो दामी जानु पर्थ्यो, त्यहाँ फगी हुँदैन, पानी छ फगी सँगसँगै. अब हामी चाहिँ डिपोबाट फर्किँदैछ. अब भन्ज्याङको बाटो जाने हामी चाहिँ. अब त्यहाँ पनि फगी छ कि छैन उसले भनेर चाहिँ आएको थिएँ. फगी ऊ चाहिँ मेरो के भन्नु कजन हो. हामीलाई सबै सिमिलर देख्छ भन्छ, तर म त लाग्दैन त्यस्तो. सी इज माई बेस्ट फ्रेन्ड. यो शीतले गर्दा कपालहरू पनि सबै भिज्यो. डोन्ट प्यानिक देख्नुभयो होला, मलाई प्यानिक अट्याकहरू आइरहन्छ. अन्तखेरि चाहिँ डोन्ट प्यानिक लेखेको लगाएको भन्नु भएन. जोक्स अपार्ट. के घाम त लागिरहेको रहेछ, बट देन यु क्यान सी छेलिरहेको छ. ए गुराँस, उसलाई चाहिँ गुराँस मात्रै मन पर्दो रहेछ. अन्त कुनै गुराँस हाम्रो सुकिया बजारको वेदर चाहिँ यस्तो रहेछ. अलिकति राम्रो रहेछ त्यो फगी भन्दा चाहिँ, डिपु भन्दा बरु. यो पर चाहिँ रामजीको बाटो, रामजीहरू पर्छ. यो पर यो सबै गड्डी लाइनहरू हो. गुराँसे पार्मेन भन्छ है. ए फाइनली अहिले चाहिँ हामी त्यस्तो फगी त्यो शीतबाट चाहिँ बाहिर निस्केको छौँ. हो उसले भनेको थियो यहाँ चाहिँ राम्रो हुन्छ भन्ज्याङ रोडमा भनेर. सो उसकै भरोसामा आएको थियो. साँच्ची नै राम्रो रहेछ. यो चाहिँ रिसेन्टली बनेको रोड हो. भन्ज्याङ रोडमा चाहिँ मजाको भइरहेको रहेछ वेदर. यहाँ चाहिँ बिना देखाइ यस्तो छ. कता देख्यो यसले चाहिँ फेरि भुतिया ट्रीहरू. ए अन्त हामी सानोमा when we were kids होइन, हामी पुरा आउँथ्यौँ. तर त्यति बेला यस्तो थिएन, हिलो मैला, बाटो पनि राम्रो थिएन. हामी त्यति बेला जमानै अर्कै थियो. स्कुलबाट छिटो आउँथ्यौँ जस्ट बिकज भन्ज्याङको बाटो जानु पाउँछ भनेर. वकमा
स्पेसली सैटरडे र सन्डे त हाम्रो फिक्स रुटिनै थियो जाने के बनाएर बनाएर ल्याउँथ्यो सानो पिकनिक जस्तै हुन्थ्यो बसेर खान्थ्यौँ मजा आउँथ्यो त्यो दिनहरू अब चाहिँ हामी घर फर्किँदैछ सबै टुर गऱ्यो भन्जानको बाटो पनि टुर गऱ्यो डिपु पनि टुर गऱ्यो एन्ड नाउ अब चाहिँ 5:30 हुन आँट्यो सो हामी घर फर्किँदैछ सो अहिले भेटौँ ल प्लिज लाइक एन्ड सब्सक्राइब माई च्यानल बाई बाई प्रेस द बेल बटन So this was all about my today's holiday होइन के गरेँ कसो गरेँ and please do like share and subscribe and see you in my next video. Thank you so much all.